नमस्कार। आज हामी नेपालमा यो एसआइपी मतलब सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान व्यवस्थित लगानी योजना बारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, हामीले विभिन्न स्रोतहरू जस्तै अनलाइनका वित्तीय ब्लगहरू, प्रयोगकर्ताका अनुभवहरू अनि बजार विश्लेषणहरू हेरेका छौँ। ती सबैलाई केलाएर एसआइपी वास्तवमा के हो, नेपालमा कसरी काम गर्छ, यसको फाइदा बेफाइदा के छ अनि लगानी गर्नेले के कुरामा ध्यान दिने त, यिनै कुराहरू प्रश्न पार्ने कोसिस गर्नेछौँ। सुरु गरौँ है त। ल, सुरुमा त यो एसआइपी भनेको के हो अलि सरल भाषामा बुझाइदिनुस् न। हुन्छ। एसआइपी भनेको सिधा कुरा गर्दा नियमित रूपमा जस्तै हरेक महिना एउटा निश्चित रकम म्युचुअल फन्डमा हाल्दै जाने तरिका हो। म्युचुअल फन्डमा, खास गरी ती खुलामुखी योजनाहरूमा? हो, ठ्याक्कै खुलामुखीमा। यो लामो समयसम्म अलिअलि गर्दै पैसा जम्मा गर्ने एउटा अनुशासित तरिका हो के? अनुशासनको कुरा आयो। अनि यसको एउटा मुख्य विशेषता भनेको रुपी कस्ट एभरेजिङ भन्छन् नि। ए हो, त्यो मैले पनि पढेको थिएँ। त्यो भनेको कस्तो हो? मतलब तपाईले हरेक महिना मानौ 5,000 लगानी गर्नुहुन्छ, बजारमा फन्डको मूल्य न्याभ घट्यो भने त्यही 5,000 ले तपाईले धेरै युनिट किन्नुहुन्छ। अनि मूल्य बढ्यो भने चाहिँ थोरै युनिट किन्नुहुन्छ। यसले गर्दा बजार तलमाथि हुँदाको जोखिम अलिक कम हुन्छ के? भनेपछि बजार घट्दा आत्तिनु परेन, बरु धेरै युनिट किन्ने मौका भयो। हो, एक हिसाबले त्यस्तै भयो। लामो अवधिमा यसले औसत लागत घटाउन मद्दत गर्छ। यो त राम्रो कुरा रहेछ। अब नेपालकै कुरा गरौँ न। यहाँ पनि एसआइपीले त्यसरी नै काम गर्छ? कस्ता कस्ता फन्डहरू छन् अहिले? प्रक्रिया त उस्तै हो। नेपालमा पनि अहिले थुप्रै खुलामुखी योजनाहरू छन् जहाँ एसआइपी गर्न मिल्छ। जस्तै चर्चितमा एनआइबिएल सहभागिता फन्ड छ, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम छ, एनएमबी सरल बचत फन्ड ई, नबिल फ्लेक्सी क्याप, लक्ष्मी शुभ लक्ष्मी, कुमारी सुनौलो लगानी योजना पनि छ, अनि एनआइसी एसियाको डाइनामिक डेप्थ फन्ड, भर्खरै सानीमा फ्लेक्सी फन्ड पनि थपिएको छ, अरू पनि आउँदैछन्। ओहो, धेरै विकल्प रहेछन् त। यिनीहरू सबै एउटै खालका हुन् त? होइन, फरक छन्। यिनीहरूको लगानी गर्ने रणनीति फरक हुन्छ। कस्तो फरक? जस्तो एनआइसी एसिया डाइनामिक डेप्थ फन्ड छ नि, त्यो चाहिँ मुख्यतया ऋणपत्र मतलब डेप्थमा केन्द्रित छ। भनेपछि कम जोखिम? हो, जोखिम कम अनि प्रतिफल पनि अलि स्थिर तर तुलनात्मक रूपमा कम हुन्छ। अनि अरू चाहिँ? अरू धेरै जसो, जस्तै एनआइबिएल सहभागिता, नबिल फ्लेक्सी क्याप, यिनीहरू चाहिँ शेयर बजार मतलब इक्विटीमा बढी लगानी गर्छन्। ए, शेयरमा? त्यसमा त जोखिम अलि बढी होला नि? जोखिम अहिले बढी हुन्छ तर राम्रो प्रतिफलको सम्भावना पनि बढी हुन्छ। विशेष गरी जब नेप्से बजार माथि जान्छ, यिनीहरूको प्रदर्शन राम्रो देखिन्छ। बुझियो। अब अलिकति प्रदर्शनैको कुरा गरौँ न। मैले हेर्दा त कतै एसआइपी एकदमै राम्रो भनेको पाएँ, कतै चाहिँ मान्छेहरू अलि ढुक्क नभएको जस्तो पनि लाग्यो। के हो खास कुरो? तपाईले ठिकै देख्नुभयो। यसमा दुई खाले धारणाहरू पाइन्छन्। सकारात्मक पक्ष हेर्ने हो भने लामो समयसम्म लगानी गर्दा कम्पाउन्डिङको फाइदा हुन्छ, चक्रीय वृद्धि हो, अनि पाएको लाभांश पनि फेरि लगानी हुँदा सम्पत्ति राम्रैसँग बढ्न सक्छ। यो नियमित लगानीको बानी बसाल्न पनि धेरै राम्रो हो। केही उदाहरण छन् राम्रो प्रदर्शन गरेका? छन् नि। जस्तो एनआइबिएल सहभागिता फन्डले विगतमा कुनै बेला ब्याङ्कको मुद्दती खाता एफडी भन्दा औसतमा निकै राम्रो प्रतिफल दिएको देखिन्छ। एउटा स्रोतले त 3 वर्षको औसत करिब 21% भनेको थियो। त्यति बेला एफडी 10% जति थियो होला। 21% त निकै राम्रो हो। अनि हालसालै पनि केही फन्डले लाभांश दिएका छन्, जस्तै शुभ लक्ष्मीले 7.5%, नबिल फ्लेक्सी क्यापले 4%। पर यो सधैँ यस्तै हुन्छ त? 21% सुन्दा त लोभ लाग्ने खालको छ, तर केही चिन्ताका कुराहरू पनि थिए कि स्रोतहरूमा? अवश्य थिए। चिन्ताहरू पनि छन्। पहिलो कुरा त प्रतिफलमा एकदमै उतार चढाव हुन्छ। कस्तो उतार चढाव? यो बजारमा भर पर्छ। अनि अर्को कुरा, छोटो अवधिमा जस्तै 1-2 वर्ष हेर्दा कहिलेकाहीँ एफडीले दिए जति पनि नहुन सक्छ। त्यसो भए त किन एसआइपी गर्ने भन्ने प्रश्न आउला नि? हो, त्यही भएर त लामो अवधिको सोच चाहिन्छ।
अनि अर्को आलोचना के छ भने नेपालमा खास इन्डेक्स फन्डहरू छैनन् र कहिलेकाहीँ त मुद्रास्फीति दर भन्दा पनि कम प्रतिफल आयो भन्ने गुनासो पनि सुनिन्छ। अलि कन्फ्युजिङ भयो है। एकातिर राम्रो सम्भावना, अर्कोतिर यस्तो अनिश्चितता। त्यही त। तर समग्रमा हेर्दा, जस्तो नेप्सेकै 31 वर्ष इतिहास हेर्दा वार्षिक औसत 12% जतिको वृद्धि देखिन्छ। यसले लामो अवधिमा सम्भावना त देखाउँछ। 12% औसत वृद्धि। लामो अवधिको औसत। अनि अर्को सकारात्मक कुरा के छ भने हालसालै एसआइपीमा लगानी गर्नेहरू बढेका छन्, कोषहरूको आकार पनि बढेको छ। एउटा रिपोर्ट अनुसार त कुल एसआइपी लगानी 7 अर्बबाट बढेर 12 अर्ब जति पुगिसक्यो। 7बाट 12 अर्ब, यो त ठूलो जम्प हो नि। हो नि। उसले लगानीकर्ताको आकर्षण बढेको सङ्केत गर्छ। त्यसो भए यो सबै बुझ्दा एसआइपीबाट साँच्चै फाइदा लिन के कुरामा ध्यान दिनुपर्छ होला त? के सुझाव छ? धेरै स्रोतहरूले केही मुख्य कुराहरूमा जोड दिएका छन्। पहिलो एकदमै महत्त्वपूर्ण कुरा, दीर्घकालीन सोच। कति लामो? कम्तीमा 10-15 वर्ष वा अझ बढी। यो छिट्टै धनी हुने स्किम होइन, धैर्य चाहियो। अनि दोस्रो? आफ्नो लक्ष्य प्रष्ट हुनु पर्यो। किन लगानी गर्दैछु, कति जोखिम लिन सक्छु, यो कुरा लगानी अघि नै सोच्नुपर्छ। लक्ष्य र जोखिम मूल्याङ्कन, होइन त? हो। तेस्रो, निरन्तरता। बजार घट्यो भनेर डराएर रोक्ने, बढ्यो भनेर हौसिएर झिक्ने गर्नु भएन। नियमित लगानी गरिरहनु पर्यो। अनुशासनकै कुरा आयो फेरि। अनि अर्को सुझाव छ विविधीकरण। मतलब एउटै एसआइपीमा मात्रै भर नपर्ने, बरु फरक फरक रणनीति भएका, जस्तो अघि भने नि इक्विटी र डेप्ट दुवैतिर हुने गरी 2 वा 3 वटा एसआइपीमा लगानी बाड्नु राम्रो हुन सक्छ। जोखिम बाड्ने हो। अनि अर्को जान्नुपर्ने कुरा एक्जिट लोड वा बहिर्गमन शुल्क। त्यो के हो? सुरुको केही समय, सामान्यतया 1-2 वर्षभित्रै पैसा झिक्नु पर्यो भने केही शुल्क लाग्न सक्छ। यो फन्ड अनुसार फरक हुन्छ। जस्तै सिद्धार्थले पहिला 36 महिना थियो, अहिले घटाएर 12 महिना बनाएको छ सायद। यो बुझ्नुपर्छ। लगानी गर्नु अघि नै यो बुझ्नु पर्यो। एकदम। अनि सामान्य गल्तीहरूबाट बच्नु पर्यो, जस्तो लक्ष्य बिना लगानी गर्ने, आफ्नो जोखिम क्षमता नहेर्ने, बजार अलिक घटबड हुँदा आत्तिहाल्ने। ठिक छ। आजको छलफलबाट के बुझियो भने एसआइपी भनेको म्युचुअल फन्ड मार्फत थोरै पैसा नियमित रूपमा लामो समयसम्म लगानी गरेर सम्पत्ति बढाउने एउटा अनुशासित तरिका रहेछ। हो, बिल्कुल। यसका फाइदा पनि छन्, अनुशासन, रुपी कस्ट एभरेजिङ, कम्पाउन्डिङको शक्ति। तर चुनौतीहरू पनि छन्। बजारको उतार चढाव, प्रतिफल सधैँ एकनास नहुने। भनेपछि सफलताको लागि धैर्य, निरन्तरता र आफ्नो लक्ष्य अनुसारको सही फन्ड छान्नु महत्त्वपूर्ण भयो। एकदमै। ल, अन्तमा एउटा प्रश्न छोडेर जाउँ न त। बजार यति अस्थिर छ, तर एसआइपीले लामो समयको धैर्यता माग्छ। यस्तो अवस्थामा एउटा लगानीकर्ताले कसरी सन्तुलन मिलाउने होला? एकातिर योजनामा टिकिरहने धैर्यता, अर्कोतिर बेला-बेलामा आफ्नो लगानी ठिक छ कि छैन भनेर समीक्षा गर्ने र आवश्यक परे समायोजन गर्ने। यो प्रश्नमा विचार गर्दै गरौँला।